आज फेरि म तिमीको आवाज सुन्दै थिएँ सानो पर्दाबाट आउने त्यो स्वर त्यो मात्रले पनि मन नानो बनायो। तर साँच्चै भन्नु पर्दा म तिमी नजिक हुन चाहन्छु। औँलाबाट होइन हात समाएर सँगै हिँड्न चाहन्छु। तिमीको स्वर यति मिठो छ कि म मात्र सुन्दै छैन भन्ने थाहा छ। तर एकछिनका लागि भए पनि मेरो तर्फ हेरेको भए म तिमीको मनको सबैभन्दा गहिरो कुनामा रहन चाहन्छु। रात पर्दा म सन्देश पठाउँछु, पढियो भन्ने चिन्ह देख्दा मुटु टुटुकाउँछ। तर थाहा छ त्यो पर्दाको पारी म होइन अर्को कोही छ। थाहा हुँदा हुँदै पनि नबुझे झैँ गर्छु के माया सधैँ यति पीडादायी हुन्छ। पर्दा पछाडि तिमी यति कोमल छौ, साँचो दूरी झनै चिसो लाग्छ। कुनै दिन हामी साँच्चै भेट्ने छ भने तिमीका आँखामा आँखा राखेर भन्न चाहन्छु। म सधैँ तिमीलाई हेरिरहेको थिएँ, त्यो सत्य हो कि सपनाभित्रको अर्को सपना। तिमीले मलाई के सोच्यौ होला कि तिमीले मेरो भावना नबुझी बाँच्न सक्छौ। वा कुनै क्षणमा मलाई सम्झियौ होला। छैन आज फेरि म पर्दा पारी तिमीलाई हेर्छु। On internet sweet यो भावना तिमीसम्म